No. This is. Okay, ada. Welcome back to my YouTube channel. New day, new vlog. म फाइनली फर्किसके मेरो YouTube च्यानलमा हैन। सबैजनालाई स्वागत छ आजको न्यू भिडियोमा। आज चाहिँ मैले फुल छुट्टी गरेर चिलमा बसिरहेको छु हैन। धेरै पनि आज 8 बजेसम्म सुतेको, किनभने अरु बेला त काम हुन्थ्यो नि त, छिटै उठ्नु पर्थ्यो। जेस आज चाहिँ आनन्दले सुतियो, किनभने अब भ्लग नहालेको नि धेरै भइसक्यो नि त। कति म्याक्सिमम 9-10 दिन नै भइसक्यो होला भ्लग हैन। सबैले माया मारिसक्यो होला, सो माया मार्नु मिल्दैन, त्यसरी माया गरिराख्नु होला। सो अहिले म अलिकति बिजी हुनाले हैन, अब त्यस्तै हो नि, हुन्छ नि अब अलिअलि बेबारिक त्यस्तो। सो द्याट्स इट, त्यो कुरालाई छोड्यौँ। आज चाहिँ हामी भाइहरुलाई बोलाएको छु, हामी चिन्डे डाँडा घुम्न जानु आँटेको हो। सो सबैजनाले हैन लाइक कमेन्ट सेयर, हैन भिडियो हेरिसकेपछि चाहिँ लाइक कमेन्ट सेयर हैन, ट्याङ हैन, घन्टी पनि बजाइदिनु, सब्स्क्राइब पनि हान्दिनु। जो नयाँ हुनुहुन्छ हैन, जतिजना मेरो पुरानो सब्स्क्राइबरहरू हुनुहुन्छ, ओपर मनदेखि नै माया हैन, लभ यु हैन। आफ्नो केयर गर्नु होला। चिसो पनि बबाल बढ्दैछ हैन। अब मलाई एउटा कस्तो हुन्छ भने तोप युट्युबर बनाउनु पर्यो, अरू जस्तै सपोर्ट गरिदिनु पर्यो मलाई पनि। त्यो अब भाइहरू आउँछ हैन, त्यसपछि एकैचोटिमा भाइहरूसँग भेट्नुपर्छ हामी। फाइनली हामी अहिले भेटिसक्यौँ। भनौँ न हौ, भाइहरू आइसक्यो, हामी चाहिँ जस लागिसक्यौँ होइन चिल पाराले। त्यही हो, हामी अहिले भान्चोक पुग्न आँटिसक्यौँ। ओभर ढिलो आयो क्या यिनीहरू। अब मैले 10 बजीदेखि नै पर्खेको, 12 बजिसक्यो। अब हामी सट्ट घन्टाघर छिरौँ ल है, घन्टाघर छिरौँ ल। हामी त्यसपछि घन्टाघर छिर्छौँ होइन, बवाल गर्नुपर्छ। हामी चाहिँ अब घन्टाघर छिर्छौँ। दादाहरू हो नि त हामी। टिकट पर्छ अब, टिकट पर्छ। अनि मुनिको त पर्दैन थियो त। ल हामी गयौँ त्यसो है। हामी यहाँ कुन चोक अरे, तर्फी चोक पुगिसक्यौँ होइन। हामी जानुपर्ने हुन्छ यो डाँडामा। कुन पुल अरे यो? त्यही जिसिन्छ यार तिमीहरू। लास्टै भाइब्स आइरहेको छ बबाल यार। छोटो सिनेमेटिक हानिदिनुपर्छ है हामी यहाँ। अब चाहिँ रमाइलो गर्नुपर्छ होइन, छुट्टीको दिन हो, बबाल लोकल पारा देखाउनु आएको। अब हामीले चिसो खानुपर्ने हुन्छ यहाँ। ओभर गर्मी रहेछ, यतिलाई जाडोमा त अरूले कसैले खाँदैन होला होइन, तर लास्टै जाडो रहेछ। गर्मी रहेछ क्या। हामी त कति ननस्टप 1 घन्टा हिँडिसकेको भइसक्यो। भाइहरूले चिसो खोलिरहेछ। हानिदिउँ ल्याउ त, हानेको हानिदेऊ न। हामी चिन्डे डाँडा गइरहेछौँ। हामी यसो आज ह्याप्पी न्यू इयर्स मनाउँदैछौँ 2023 को होइन। 23 को हामीले जाँदैछौँ 3 जना। हामी जाने ठाउँको नाम चाहिँ चिन्डे डाँडा हो। त्यसो गरौँ न त, तिम्रो इन्ट्रोडक्सन देऊ न लिम्बू भाषादेखि देऊ न। ऊ चाहिँ फाक्सुवाको 5 नम्बरको लौती हो, उसको नाम सन्देश हो फुल नाम चाहिँ होइन। देश उसको भाइको चाहिँ मलाई खासै थाहा छैन हौ। कुशल कुशल के अरे, मङ्गराती भाइहरू चाहिँ नयाँ भाइहरू हो। एकजना चाहिँ पुरानो भाइ हो, सन्देश भाइ त हाम्रो गाउँको हो, छिमेकी हो, फाक्चुवाको हो। अब हामी यहाँ मुख धुनुपर्ने हुन्छ, पानी साङ्लो रहेछ हो। त्यहाँ धारा छ, लोकल पाराले पानी। ओइ झन्नै चिप्ले यार, मुख उप्पर पसिनै आयो। हामी चाहिँ यसरी हिँड्नुपर्ने हुन्छ क्या, तर कोहीको नाटक देख्छु। कस्तो अटो नो, this is खरायो बुदिङ देखाएर हामी हिँड्छौँ क्या। माई ब्रदर, इट्स मी बबाल चिल। लास्टै गर्मी गयो। वेल्ट
धेरै भयो कि क्या स्वेकहरू कस्तो पहाड छ यार सो गाउँको ओभर याद आउने क्या फिलिङ्सहरू लास्टै पारा देखाउनु मन लाग्छ मलाई फेरि यस्तै पहाडतिर चाहिँ छिटो आउनु हौ आम्मा के हो तिमीहरू पनि पुरै सहरै भइसकिसक्यो द्याट्स इट तर मसँग हिँडेपछि चाहिँ लोकल पाराले हिँड्नुपर्छ है केटा हो कसम यो उकालो आउँदा आज रोड छ पसिनै आयो यार हो यस्तोमा त कुदिहाल्छ नि यस्तो दामी छ ए साँच्ची मैले एउटा कुरा भन्नै बिर्सेको मैले कपाल काटेँ नि बबाल होइन मैले चाहिँ के सोचेको थिएँ भने न्यू फोन आउँछ न्यू फोनमै काटेर कपाललाई सो गर्ने भनेर सोचेको थियो जस्ट त्यो कुरा पुरा भएन होइन मैले फोन पनि निकाल्न सकिनँ सो अझै ट्राई मारिरहेको छु वीर गोर्खाली हो नि त यो भनेको लोकलहरूले मात्रै धुलो उडाउँछ क्या हामी भनेको स्वयग दिनेले मात्रै धुलो उठाउँछ क्या के लेखेको रहेछ हौ चिन्डे डाँडा यतै हो हामी पनि सोध्दै आइपुग्यो लास्टै गर्मी भएको छैन ज्याकेट फुगाल न त गर्मी बा अब तिमीहरूलाई चिसो पनि धेर भएको है यहाँले फुगाल बिर्को फुगाल त सिधै दिनु पऱ्यो यिनीहरूलाई बोक्नै गाह्रो भयो अरे क्या वेलकम छ चिन्डे डाँडा थाङ भनेको थाहा छ थाङ भनेको गोठलाई थाङ भन्छ क्या हाम्रो लिम्बू भाषाबाट तिम्रो कुन गाउँ तिम्रो कुन गाउँ धनकुटा कहाँनिर कुन फिल्म हेर्थ्यौ भन त नेपाली हिन्दी इङ्ग्लिस भेटनामी चाइनिज नेपाली मान्छे त तिमी चाइनिज जस्तै छ त चिक्ना फेस टाढो लाग्यो तिमीहरूलाई टाढो लाग्यो कसम पहिले आउँदा चाहिँ म मरेर पुगेको थिएँ यसपालि त शिव झट्टा त कहाँ त अब को उता जानुपर्ने छ एक दिन नमस्ते झर्ना पुगेको तिमीहरू उयो माथि भेटादेखि तलको त्यो मुलगा जानु पर्दैन हौ यस्तो गर्नुपर्छ कस्तो भेटासम्म बस्न जानुपर्छ होइन नि गएपछि तलै उत्रिनु पर्छ नि अनि त्यहाँदेखि त हिँड्दै त पुगिँदैन त अनि यस्तो हो क्या हामी यहाँदेखि सर त्यो मुलगा जाने बाटो गाडी हुँदैन त्यो गाडीले ठ्याक्क हामीलाई यस्तो रोड हुन्छ बिचको रोड त्यहाँ उता दुसरा त्यहाँबाट हामी हिँड्दै जानु सक्यो बिच अलिकति छिर्नु पर्छ यस्तो कति छ त्यहाँदेखि कति मिनट लाग्छ कति पनि लाग्दैन 5-10 मिनट 5 मिनट 10 मिनट जानुपर्छ ल एक दिन तर तिमीहरू यो पाराले आजको पाराले कसरी पुगिन्छ भन्दा तिमीहरूले मैले 10 बजी नै बोलाएको होइन जेमा गए पनि अनि तिमीहरू 10 बजी बोलाएको मान्छे 12:30मा आउँछिस् अनि पहिले मेला जाँदा पनि राति आएको थिइस् मैले तिमीलाई कति पर्ख्यो क्या लडिन्छ यसरी कुद्न हो लोकल पाराले अच्छा अस्टै गर्मी भयो यार अरू चाहिँ फर्किसक्यो हामी चाहिँ भर्खर आउँदैछौँ चिन्डे यो चिन्डे कि हङकङ हो चिन्डेमा त लास्टै चिले रहेछ नि त बाबाले कहाँ पुग्यौँ अरे हामी ताक्लुङमा चिन्डे डाँडा पुगिसक्यौँ फाइनली हामी चाहिँ अब यहाँ रेस्ट गर्नुपर्ने हुन्छ बाबाले कति घन्टा पुग्यौँ 2 घन्टा नन स्टप उयो टावरमा जानुपर्ने हुन्छ त्यो टावरमा चाहिँ म गएको छु मधुरो बनाउँछ क्या ब्राइटनेस कसले यो म अन गर्छु है देखिन्छ कमजोरी आँखाहरू त्यस्तै हो क्या कुद्न हो के यो त घर जस्तै छ त यार होटल पो हो कि क्या चढिरहेको छ होटल त रहेछ
होटल रहेछ यार एउटा माथि चढ्नु मिल्छ दि कि टिकट लाग्छ कति रुपियाँ हो 25 रुपियाँ लु निकाल त केटाहरु ड्याङ 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 के गरौँ अब म त फ्रीको टावर होला भनेको त 25 रुपियाँ डेट सिट केही छैन हामी छिर्नेछौँ बल्ल बल्ल आएको होइन पुगेन भने त भाइ हामी जानुपर्ने हुन्छ काटो न त 3टा टिकट आइसक्यो टिकट अरे 25 लाख 25 लाख तिरेर हामी टावर चढ्दैछौँ ल यो टावरको नाम सोध्नै बिर्स्यो अहिले डेट सिट अहिले सोधौँला यति म हेर्छु के चाहिँ रहेछ विशेष 25 रुपियाँ 3जनाको कति 75 ओ माई गड 75 के छैन त के छैन पिङसिङ खेलाउने चिन्डे डाँडा चाहिँ उयो है भाइ उयो मोबाइल झऱ्यो भने त फेरि सक्यो त के रहेन रहेछ यार आयो गयो फ्री होला भनेको त ल अब हामी फोटोसोटो हान्छौँ अनि फर्किन्छौँ हामी चाहिँ फर्किनु लागेको त्यस के रहेन रहेछ यार 75 रुपियाँ मात्रै गयो हाम्रो लास्टै बबालले रमाइलो भयो होइन अब चाहिँ हामी यो बाटो झर्नुपर्ने हुन्छ आजको भ्लग चाहिँ यहीँ इन्डिङ गर्नुपर्ने हुन्छ मैले जो हुनुहुन्छ होइन नयाँ पुरानो होइन पुरानोलाई धेरै माया नयाँ हुनुहुन्छ भने सब्सक्राइब लाइक कमेन्ट सेयर हानिदिउँ होइन आजको भिडियो चाहिँ यति नै इन्डिङ हान्नुपर्ने हुन्छ मैले तर कस्तो हुन्छ भने नि आज यस्तो बबाल रमाइलो भयो होइन भोलिदेखि फेरि कस्तो काम गर्नुपर्छ क्या अब नरमाइलो फिल हुन्छ क्या दुःख भनेको सबैलाई नै छ तर आफ्नो ठाउँमा छ होइन राम्रो भएन मलाई चाहिँ हल्का दिनबाट भाइ साह्रै हुक्का भनेर खासेल हुक्का खाने गरी आएको होइन भाइले रहर गरेर जे होस् हामीले हुक्का खाएको थियौँ भाइले चाहिँ जे होस् धेरै दिनपछि हुक्का खाएको होला अलिकति त्यस्तै त हो नि हल्का चाज हान्यो होला अवश्य अब अर्को नेक्स्ट अब भिडियो आउँछ होइन अब मैले कस्तो हुन्छ भने भिडियो चाहिँ डेली भ्लग गर्ने खोजिरहेको छु क्या तर सेट त्यही हो टाइम नमिलेर हो होइन भनेको जस्तो टाइम मिल्दैन के गर्नु काम गर्नुपर्छ माया देखाइदिनु होला मलाई पनि होइन त्यही हो थ्याङ्क यू जसले भिडियो हेर्नुभयो थ्याङ्क यू फर वाचिङ भिडियो किप सपोर्टिङ होइन अब नेक्स्ट भिडियोमा पारा दिएर हामी मिल्नुपर्छ बाई बाई गाइज